गोविन्दा खिलाइरहेछ Cheers, Gordon. Cheers to Harry Gordon. Cheers. Somebody got the cameraman here. Cheers. Cheers. It's a secret. Already have paid. मतलब धेरै सबै ब्रेड बेस युनिट हुन्छ होला नि त्यहाँको ब्रेड हैन तर कति खाने भन्ने कुरा हो नेपाली राखेर गएर भात छ त्यही हैन बेलुका त जे पनि खाने ब्रेकफास्टमा पाउरोटी अन्डा अनि जाम ए हो बानी रहेछ फोल्डर थियो हैन कि भाइ ओ आवाज आयो गर्नुपर्छ कति टोपी छ टोपी म 30 ग्याङ भए म त 30 ग्याङ भए कति हैन के सपना आउँदैन त सजाउन राम्रो के छैन के तिम्रो टोपीले आतंक बचाए गर्मी भयो हो कि म नर्भस हैन गर्मी नै छ नर्भस हुन पर्यो याके भए सबैजना फर्स्टमा 30 हुँदाखेरि हो हैन त्यसपछि मतलब लाग्दैन त्यो त हो इट्स जस्ट अ नम्बर म त 28 हुँदादेखि नै 30 जस्तो लाग्न थाल्छ आज त के हुँदाखेरि 28 हुँदादेखि नै अब शीर्षको पालो Happy birthday to you Happy birthday to you Happy birthday dear Hanu Happy birthday to you सक्कुनै छैन ए थियो हुँदै थियो कहाँ गयो ल कुन पहिला काटौँ म त कस्तो केकको लागि सबसे यंगेस्ट पहिला मन्सा ल म तिमीलाई स्लाइस दिन्छु यो पनि बचाउँथेँ म यहाँ पुरा म यसरी कस्तो यसरी बजाइरहेछु तिमी कसरी बजाइरहेको हामी भन्दा धेरै रिच यो के छ म घर जान्छु ल अनुज गयो जाँदैछ ल बाई यो तिमीलाई दिएको त हो नि बाई केमा सस हाल्दा सबैलाई बाई बाई भन्नु थ्याङ्क यू पनि अस्ति के अरे उ गरिदिएको इट वाज भेरी नाइस हार्टफेल्ट इट वाज भेरी एकदम सजिलो भएको थियो बाई त्यो जुन मेडिकलमा लागेपछि हाई गऱ्यो कि नाइ गऱ्यो तिमीले कता खिच्ने उतै राम्रो होला गेट निकाल्नु त्यहाँ जम्न हेलो 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 सो यो चाहिँ के हो बर्थडे बक्स हो होइन
birthday month. हनुको बर्थडे सक्यो अब शीर्षाको बर्थडे छ सो के दिने भनेर सोचिरहेको थियौँ र अनि सुशान्त रे मैले किन सुशान्त भन्न लाग्यो तिमीलाई सुशान्त चाहिँ होइन अब आफ्नै शिशिरलाई ब्रिलियन्ट आइडिया आयो सुशीललाई ब्रिलियन्ट आइडिया आयो सो शेड्स सो वाइ नट शेड्स त कहिले पनि जति भए पनि पुग्दैन सो फर्स्ट गिफ्ट आइटम इज शेड्स अब हाम्रो एकदम भरपर्दो म्यू कता छ म्यू हो कि म्यू म जहिले बिर्सिन्छु म्यू जान लाग्छौँ म्यू होपफुली स्याटरडे क्लोज इन नो होला 200 meters, your destination will be on the right. ओके कता अरे त्यहाँ छ त्यहाँ शीर्षाको फेस राउन्ड छ आई थिङ्क राउन्ड फेसलाई राम्रै हुनु पर्यो न अरू हेरौँ न यो एउटा मात्र अप्सन हेलो बाफरे बाफ कोही मान्छे यो नि राम्रो छ दिस विल गो विथ एनिथिङ ब्रान्ड हो कि के हो यो इन्फिनिटिज आफ्नै हो लिमिटलेस भनेको उनीहरूले आफ्नै निकाल्यो जुनैमा पनि चाहन्छ यो अप्सन पनि राम्रो छ यो र यो कि यो र त्यो क्याटेगोरीमा गोविन्दा फिलाइरहेछ राम्रो छ ब्ल्याक कि एउटै रहेछ प्राइस एउटै दाजुभाइ दिदीबहिनीहरूलाई जसमा यो चुज गरेर सिरिसाको लागि कमेन्ट गर्नु ल सिरिसा कस्तो लाग्यो हामी अझै पनि हाम्रो सङ्घर्ष जारी छ नेक्स्ट गिफ्टलाई अघि हामीले तपाईँहरूको लागि भनेर क्यामेरा निकाल्नु बिर्सेछ र फ्याक्टमा हामी ब्याट्री सकिरहेछ So what should we get next? कति छ हौ I guess. That's a wrong idea. So pretty. Kunzai, parrot? शीर्षाको घर पुग्यो है अब वाउ थ्याङ्क यू ठिक छ काम पनि गर्नु अब त्यो काम सिकिहाल्यो अनि म आइहाल्यो अब के गर्नु तिमीले कल गर्ने थिएँ ए अचुमा थिएँ थाहा छ नि हाम्रो पानीपुरीको स्टल पानीपुरी होइन ए के को स्टल हो यो अनि के शीतलको स्टल You may. यसलाई दिनुपर्छ है खाने त्यो
गाडीमा त्यो हिँडा बस्छ ह्याङ चिप्लो के हो होइन हजुरले यो कपाल छोड्या भएर होला मैला राख्नु मेरो एकचोटि के भएको छ भने त्यो बेगनास लेकमा होइन त्यो हामी बेगनास लेक रिजोर्ट छ नि त्यहाँदेखि यता ड्याम त्यो फर्किने दिन गइरहेको थियो एकचोटि पुरै गराङ गुरुङ टाइपले गराङ गुरुङ नै चाहिँ भएको थिएन त्यहाँ ऊ थियो होइन त्यो चलाउने मान्छे म यहाँ थिएँ अनुज मेरो पछाडि थियो मेरो कपाल त लिटरली रिएक्सनमा आएको थियो अनि उसले तिमीले गरेर हामी मर्ने हो अनि म त लिटरली पुरै केले छोपेको नि मेरो त पुरै कपाल यसरी गएको कि आई थिङ्क त्यो कता खोज्यो नि भिडियो पनि 500 लाइक 10-12 वटा कपाल त्यो त्यो रेनोभेसन चलिरहेको होइन यो चलाउनु पर्छ यो कचौराले चलाउँछु है अहिले चाहिँ डर लाग्यो मम्मीले त मजाले गर्नुभएको थियो मलाई चाहिँ डर लाग्यो यस्तो पहिला बेलाखेरि हामी प्लस टूमा हुँदा सुरुमा सानो बेला यता लुकेर हरिसिटीसम्म पुग्नु पर्थ्यो क्या खोलामा खेलेर अनि त्यसपछि छ्याङ मर्ने गरी गएर होइन अनि त्यो कसैको राइड हुँदैन थियो नि त अनि बस गरेर जाने हो नि त त्यो दहीमा पानी हालेर चलाउँथ्यो हो अब कोलाई चिनी चाहिन्छ भन्नु है म चिनी राखिदिन्छु म मात्रै बसिरहेको चाहिँ मैले बुझिनँ चिया पसल खोल्ने पनि भइसक्यो हामी चिया पसल अघि भर्खर यहाँ बिरयानी पसल खोल्ने कुरा हुँदै थियो चिया पसल खोलेको तपाईँलाई त्यो पनि गएर म सर्टर खोज्न जानु भन्ने सर्टर Happy birthday, happy birthday. मलाई होइन पैसा खाने रहेछ के त्यो अनि मलाई त किताब ल्याउनु किताब पुगिदिन्छु मलाई त झन् पेन पनि लिएर आउनु पेन र किताब पुग्यो चाहिँ पास हुन्छ अचार पनि यस्तो मिठो हुँदो रहेछ भर्दा त मासु त तिमीले खाने सबै तरकारी भन्दा 1000 टाइम्स मिठो भेजमा त्यो यो भन्ने स्पेसिफिकै हुँदैन क्या तिम्रो चाहिँ एकदम मुड हुन्छ नमन पर्ने चाहिँ छ होला धेरै छ मेरो सोयाबिन अति भर्सेटाइल हुन्छ होइन अझै ट्राभल गर्न थालेपछि मसरुम कति भेराइटी हुन्छ नि त त्यो छुट्टै छुट्टै मसरुम खान थाल्यो त्यो माछाहरूको ऊ होइन अक्टोपसदेखि त्यो क्ल्याम्पहरू निकाल्यो खायो हुन्छ नि अनि त्यही नै टक्कर बियर अनि मलाई पनिर मिठ लाग्छ मलाई मसरुम मिठ लाग्छ सोयाबिन मिठ लाग्छ मलाई टोफु चाहिँ धेरै मिठ लाग्छ के अरे गेडागुडी भन्न मिल्छ गेडागुडी युजली मनपर्छ तर फेरि गेडागुडी जेमा पनि गयो भने मिठो हुन्छ जस्तै गुन्द्रुकमा पनि अब गेडागुडी नै भन्न मिल्यो नि भटमास त्यो पनि भयो एनिथिङ लाइक ग्रेन्सहरूसँग के अनि पनिरमा पनि त्यो नहालेको हुँदैन मटरको हाल्यो भने पनि मिठो हुन्छ होइन जेमा पनि गेडागुडी हालेपछि त्यो चिकपिस पनि अनि मटरको साथ भटमास मलाई चाहिँ जति बेला नि खाना चाहिँ अब केही तरकारीहरू छैन भने चाहिँ मेरो चाहिँ अम्लेट हो कि गो टु फुड हुन्छ नि मिठो बनाएर लाइक धनियाँहरू हालेर अनि टमाटर अनि प्याजहरू हालेर एकदम गो टु फुड क्या त्यो तर है अन्डा भएन नि त क्या गाह्रो हुन्छ नि कहिले अब इनकेस तरकारी भएन भने भात र अन्डा र दाल भयो भने पनि तरकारी भयो नि त लेडिज फिङ्गर होइन त्यो भनेको भनेपछि तिमीलाई पकौडा मनपर्छ
नामै पकौडी बाबु भन्नु न फेभरेट फुड तरकारी दुध होला तरकारी भने होइन कि तरकारी आलु फ्राई हो नि मागमा चाहिँ के अरे ऊ मलाई त्यो अब जिन्दगीभरि कुन एउटा खान सक्छु भन्दा चाहिँ सातु हुन्थ्यो कि यो क्वेसन फेभरेट तरकारी हो है तिमी डाइभर्ट न फर्सी अफिसमा फर्सी तरकारी भयो भने नखाने कति धेरै हुने कि म त मजादेखि मन पर्थ्यो नि त फर्सी हिरोमा त्यो भटमास मिसाएर त्यो भुटेर बनाउँदा कस्तो मिठो हुन्छ अनि त्यो के अरे त्यो एउटा एटा मामे पिन हुन्छ नि त्यो राखेर नि कस्तो मिठो हुन्छ सुपारी तरकारी अचार भयो नि म त्यो नि खाने गुन्द्रुक नि दामी म त स्पाइसी कुरा भयो भने सबै मनपर्छ श्रीमिलाको त मै भन्दिनँ होला उसको त यस्तो सोयाबिन आलु फ्राई मसरुम पनि खान्छ पनिर चाहिँ खाँदैन सोयाबिन मसुरा हो कि टोफु हो फेभरेट टोफु मनपर्छ आजकल त मसुरा नि मनपर्छ टोफुमा स्वाद हुँदैन होइन हल्का ओस्टर सस र सोया सस हालेर जे पनि भने कसरी पकाउँछ त्यसमा भर पर्छ कति कुराहरू यतिकै मिठो लाग्दैन सर्टेन वेमा मनपर्छ अनि तरिका पनि हो धेरै त केक पनि मनपर्छ चकलेट पनि मनपर्छ कति छ नि मनपर्ने कुरा त तरकारी हो हामी तरकारी गर्छौँ भन्नुको पनि एकदम छ नि त टेस्ट यो के समाउने हो कि हाल्ने हो के गर्नु समाउने होला उठी उठी काट्ने हो होइन एकछिन त्यो के हो यो ब्ल्याक कलरको थिङ कि नाम लेखा चाहिँ क्या फोनमा त्यहाँ हुनुहुन्छ र पहिला यो पाल्नु पर्यो Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sisa. Happy birthday to you. Happy birthday. आन्टी आउनु न अगाडि त आन्टीलाई खान्थ्यो साई बाबाको टिका लाग्ने भयो बाबा ल म खुवाउँछु है सबैलाई ल ल खा न ल लाइन बसेर लाइन बसेर मलाई केक नलाइदियो यसरी केक हो कि हलवा हो थ्याङ्क यू मिठो है केक मफिन एन्ड केक चाहिँ भेरी रिलायबल फोन भर्खर चार्ज लिन्छ अब को हो बाजी अब म काट्दिन्छु के छ तिम्रो के यहाँ लाइट बलिरहेछ के छ मन्साले सबैलाई ह भन्ने बानी लागेको छ नि लगाएर कटिङ स्किल्स अनि अरू के भन्छ के स्किल्स भन्छ अरू सेपरेट गर्ने छुट्याउने सबैजना
यो साँच्चीकै योगा म्याट हो? मलाई त्यस्तो चाहिएको योगा म्याट। Yes. म योगा गर्नलाई मलाई एकदमै सजिलो हुने भयो। हेरौँ न हेरौँ। तिमी जस्तै लिमिटलेस। मैले पनि चस्मा लगाउने। पुरानै दगा पर्छ होला। यहाँ म गिफ्ट लाइरहेको छु देख्यो मेरो योगा म्याट। यहाँ हेर मेरो गिफ्ट देख्यो। चस्मा चाहिँ चाहि नै रहेको थियो तर साँच्चीकै। अब पढ अनि रिभ्यू देऊ। अहिले नपढ। कस्तो राम्रो इन्सपिरेसन पेन्टिङ नै हो। बुकमार्क क्या राम्रो रहेछ। के हो यो मेरो थिमसँग म्याच हुने रहेछ त यो चिडी पनि छ क्या कस्तो क्युट रहेछ ल यहाँ यहाँ मेरो गिफ्ट ल म त्यस्तो ल्याएछ इडीवाला हो कि त्यो लाउँदा कुर्ताहरूमा लाउने वाला हो। राम्रो देखेको ए लो फ्रन्ट तर एकदम कलर स्वागको सबै सबै आएको पनि छ। ए होइन उ त तिमी नै गिफ्ट हुन्छ। के मजाको कलर क्या मन चिम्टीहरू ग्ल्यामरस कस्तो लागिरहेछ? के भइरहेछ? स्प्रिङ रोल Cheers to our spring roll. मैले हिँडाएँ त्यो अस्ति मेहन्दीको लागि त्यत्रो प्र्याक्टिस गरेको डान्स गर्नु बेला त के डान्स गरेको सिसाथीले त्यो अगाडि पहिला मैले एउटा 1 3 हिल भन्ने पेटर्न अनि अरू को थियो? भ्याम्पायर डायरी चाहिँ खुब हेर्थेँ म एकताली। मैले भ्याम्पायर डायरीज हेरेर मलाई सपनामा पुरै कसले लखेटेर पिटेर Bye bye. भर्खर वार्म अप गरेँ थाकिसक्यो म। म त एक्सर्साइज के हो जस्तो भनेर बुझ्छु पनि। इजी खतरा गरेर मैले त केही गर्न एनर्जी नै आइरहेको थियो नि त्यही भएर गरौँ। राम्रो गर है, राम्रो गर भने।
फर्स्ट सेकेन्ड जुन कन्ट्याक्ट गर्नलाई अलिकति हामीले सुरु गर्नु सुरु गऱ्यो अलि माथि आएको अझै माथि अलिकति माथि आइसकेपछि क्यान्टिनमा यो भएन पैसा कस्तो यो भयो यो ए यो यस्तो खुट्टा अलिकति नजिक हिप्पो अलिकति डाउन हो अघि भन्दा यस्तो साइड ए आवाज निकाल्नु हो आवाज निकाल्नु Oh. I use a close wala. Mati. Just to zone back. होइन मैले भने चाहिँ यसरी बस्दाखेरि ट्रेकिङमा जाँदा हामी लट्ठी समातेर बस्छ नि आफ्नो लट्ठी प्यारो लट्ठी हराउँला हालेर कहाँ स्टुडेन्टले कराउँछ त त्यस्तो फेसिलिटी छैन त यहाँ स्टुडेन्टले कराउने कुरोलाई ल स्याबास Syabas. Very good. मैले 10 kg गर्छु भनेको सिटी मलाई पाइपमा गरेर